हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ धेरै दिनपछि ब्लग स्टार्ट हान्न गइरहेको छ होइन। बिहान बिहान भर्खर उठेको, कपडा सपडा धोएँ अनि ड्रेस लगाएर टक्क पारामा अब स्कुल जाँदा रेडी भयो। खाना पाक्दैछु, म बनाउँदैछु तल खाना। अनि यतातिर चाहिँ अहिले धेरै दिनपछि अब पानी परिरहेको छ। आज लाग्यो 2 दिन भयो लगभग होइन। हिजोदेखि पानी 15 गतेदेखि पानी पर्न स्टार्ट भएको थियो यतातिर। अनि चारैतिर पानी परेको छ। यतातिर हाम्रो यताको के भन्छ खेती र रोपाइसोपाइ सबै फिनिस भइसकेको छ। थोरै गर्नु बाँकी छ। यो पानीले पुरै बिउ देखिरहेको छैन, तपाईँ हेर्न सक्नुहुन्छ। पुरै ढाकेर पानीले लास्टै पानी परिदिइरहेको छ। अब यस्तै 1-2 महिना पर्छ होला। लगातार परेपछि त पुरै हाम्रो स्कुल पनि छुट्टी हुने सम्भावनासम्म छ। अब 7 बजी स्कुल लाग्छ, अब 6:30 बजी स्कुल जानुपर्छ। यस्तै छ लाइफ। अहिले चाहिँ पढ्ने हो, राम्रोसँग फोकस गर्ने हो, पछितिर जे गरेर देखाउँला। अहिले चाहिँ पानी परिरहेको छ, टक्क हेर्न सक्नुहुन्छ गाइस। अब स्कुलतिर लागु त बाई, सी यू नेक्स्ट भिडियो, बाई।